ट्रायल निराख्ने भाइ भित्र मेरो त माथि हेर्नु यहाँ दाइले होइन एउटा फुल्नुलाई हेर्नु न अब हेलो एभ्रिवान वेलकम ब्याक टु न्यू भिडियो तपाईँलाई स्वागत छ आज मेरो न्यू भिडियोमा फेरि आज लङ टाइम पछि भिडियो आउँदैछ होइन सबजना सन्चै हुनुहुन्छ होला होइन जापानमा बस्नुहुन्छ सबजना म चाहिँ अहिले फुकेमा छु फुकेमा सबजना सन्चै हुनुहुन्छ होला होइन यो म सन्चै छु त्यो अहिले चाहिँ अब दिनभरि शनिबार हो काम छैन काम त 6 बजेबाट छ अनि हल्का हल्का भिडियो बनाऊँ भनेर होइन आज चाहिँ लङ टाइम पछि भयो नि त अनि अहिले म हल्का बाहिर निस्किनु आएको अनि बाहिर निस्किन आएर अनि आज चाहिँ कक्रोचको दबाई हाल्नु छ कि यो दबाई चाहिँ हाल्नु छ आज होइन हामीले चाहिँ यो दबाई हाल्नु छैन हाल्नु यो थाहा छैन र यहाँ स्क्यान गरेपछि क्युआर कोड छ स्क्यान गरेर सबै हाल्ने तरिका सबै देखाउनु रहेछ अन्त मैले एकजना साथीलाई मैले फोन गरेर सोधेको थियो अनि उसले मलाई भनेको थियो होइन अनि यो त्यो अनुसार हाल्नु पर्ला होइन यो हालेपछि 1-2 घन्टा चाहिँ रुममा बस्नुहुन्न अरे ग्यास हो ग्यास छर्नुपर्छ फेरि यो हालेपछि 1-2 घन्टा चाहिँ रुममा बस्नुहुन्न अरे त्यही हो अनि यो अब म गएर आएर अनि खानासाना खाएर अनि हालेर अनि बाहिर निस्किनु पर्ला पनि प्लान छ हेरौँ अझ दिन के हुन्छ अनि बेलुका त्यो काम छ मेरो फेरि त्यही हो अब हेरौँ अझ दिन कस्तो बित्छ है त अनि अहिले चाहिँ म लागेँ है साइकलमा छु पानीले गर्दा लास्ट म बस्ने बिल्डिङ यही हो बिल्डिङ हो काट्यो गाडी नआएन भनेको थिएन काट्यो म फेरि बाहिर हिँड्नु चाहिँ म प्रायः जस्तो मास्क लगाएर हिँड्छु कोही बेला म जाडो छ अस्ति जाडो अस्ति छ हिँड्छु त्यो आज अनि काम छ 6 बजेबाट काम सबै बेलुका स्कुलहरू चाहिँ छुट्टी छ त्यही भएर चाहिँ बाहिर जाउँ भनेर चाहिँ एकतिर सामान ल्याउनु छ आज काम पनि खतरा आइरहेछ मौसमै खतरा छ क्या त मौसम पनि राम्रै छ अनि एउटा कुरा के अब हुन्छ नि बङ्गालीहरूले होइन नेपाली चेलीबेटीहरू जो पनि कि बङ्गालीले नै लाने भयो कि है अब बङ्गालीमा त्यस्तो के देखेर गएको होला होइन त्यस्तो नेपालीको पनि छ होला होइन त्यस्तो होइन बङ्गाली भन्दा नेपाली नै अलिकति गोरो छ हट्टाकट्टा छ हट्टाकट्टा किनभने गोरो छ पनि छ त अनि होइन बङ्गालीमा हो नि नेपालीमा नहुने त्यस्तो के होला जस्तो लाग्छ कि मलाई चाहिँ होइन चेलीबेटीहरू चाहिँ होइन नेपाली चेलीबेटीहरू चाहिँ बङ्गालीसित ज्यादा त्यस्तो लाग्छ क्या नेपालीसित ल गएको नेपाली हो भन्यो भने अब बङ्गालीसित जान्छ कि के देखेर गएको होला जस्तो लाग्छ है त्यो आफ्नो इच्छा हो होइन जोसँग गए पनि त्यसो गर्ने होइन भए पनि होइन अब यहाँ मात्रै हेर्न कि जापानमा मात्रै हेर्न कि सबै देशहरूमा कि सबै ठाउँमा कि बङ्गाली नि होइन त्यो बङ्गालीसँगै पछि लाग्यो भने पनि नेपालीहरू प्रायः जस्तो खोइ के लेखेर गएको थाहा भएन तर बङ्गाली भन्ने चिज त नेपालीमा हुनुपर्ने हो बङ्गाली भन्ने नेपाली नै अलिकति राम्रो जस्तो लाग्छ मलाई त बङ्गाली भन्ने नेपाली नै अलि राम्रो गोरो जस्तो लाग्छ मलाई चाहिँ है के देखेर त्यो आफ्नो इच्छा हो होइन जानु पायो म त्यही सल्लाह दिएको होइन चाहिँ देखेर गयो होला भनेर त्यो सोचिरहेको है त्यस्तो भने चाहिँ त्यस्तो चाहिँ केही पनि हुनु होला होइन जानु मान्छेहरू जान्छ खुसी हो खुसी गर्न पायो नि त त्यही हो अनि मलाई चाहिँ मेरो काम ठाउँमा चाहिँ खालि खासै टाइम दिएको छैन कि एक्चुअली बिताको दिनमा 35 घन्टा दिनुभयो नि देखेन कि अगाडिको दिनमा चाहिँ मलाई दियो होइन अगाडिको चाहिँ मलाई 35 घन्टा पनि दियो मेरो टाइम बढी भएर अस्ति म बोला थिएँ म गएन यो हप्ता चाहिँ मलाई दिएन कि सायद 20 घन्टा सायद समथिङको दियो कि मलाई ठिकै छ है त्यो दिन त्यस्तो बुझाउँ होइन अब चेन्ज हुनु लाग्छ नि त अस्ति हिजो अस्ति लास्ट भयो अनि चेन्ज भयो होला चेन्ज भएन भइसक्यो भोलि बाहिर चेन्ज आउँदैन चेन्ज आउँछ अनि अलिक कटा छ कि
पऱ्यो नि सबैजनाले जहाँ पनि नेपाली सबैले काम छोड्छ क्या सुशीमा त्यो अलिक स्ट्रिकै गऱ्यो भने चाहिँ स्ट्रिक गऱ्यो भने सबैले काम छोड्छ होइन अब यहाँ एकछिन बसेर सानो काम हो र सामान लिनु छ त्यो लिएर अनि खाएर निस्किनु त्यो कपड सबै हालेर निस्किनु पर्ला जानु पर्ला त्यही हो गाइस अब म त्यहाँ चाहिँ हाम्रो एक स्टेसन ट्रेनको स्टेसन आइपुग्यो पनि काम पनि यहीँबाट जान्थ्यो अब चाहिँ दिल्ली हाल्ने कोसिस गर्छु होइन अहिले चाहिँ यहाँमा सिटी छु यहाँ सिटी को तपाईँ आउन चाहनुहुन्छ होइन विचार गरेर आउनु होला सिटीमा चाहिँ होइन कामहरू पाउनु चाहिँ अलिकति गाह्रै छ मुस्किलै छ भनौँ न मान्छे धेरै छ होइन कामहरू चाहिँ अलिक छैन कि खासै जस्तै अब कम्पनीहरू होइन रेस्टुरेन्टहरू त्यस्तोहरू खासै छैन कि अलिक कमै मात्रामा छ तर मान्छे नेपालीहरू एकदम कोचाकोच छ कि तपाईँको यहाँ चाहिँ त्यो अलिक विचार गरेर आउनु होला आउँदाखेरि चाहिँ पछि काम पाएन है यस्तो अब काम खोजिदिनु पऱ्यो है सबैहरूले भनेर चाहिँ सुन्नु नपरोस् किनभने अब काम खोजिदिन्छ त्यो चाहिँ अब कामले होइन 10 घन्टा 15 घन्टा काम दिन्छ कामले पुग्दैन मान्छेलाई अनि फुल घन्टा 28 घन्टा दिने हेर्नु पाउनु त अलिकति मुस्किलै पर्छ होइन त्यो आउनु अब विचार गरेर आउनु होला त्यो भन्न चाहन्छु अनि यस्तो छ कि म चाहिँ अघि नै आएर होइन बाहिर गएर आएर मैले खुट्टाहरू होइन चौचौहरू अनि पानीहरू अनि आएर मैले काटकुट गरेर होइन पकाइसक्यो कुकरमा होइन अनि अब त्यो टक्क राख्नुपर्छ त्यो अझ खाएर अझ प्लान्टले के छ भने कोकोस माने प्लान्ट छैन कुकुरलाई चाहिन्छ अनि आउनु पर्ला है थाकिदिन्छ म थाकिदिनुलाई थियो अनि मेरो रुममेट बल्ल आएर सुते बल्ल कामबाट आएर सुते खाना खाएर हामी अनि प्याक गरेर चाहिँ होइन अनि यो त्यो ग्यास हामी छर्छौँ ग्यास त्यही हो ग्यासको चाहिँ छर्ने खै अब छर 1-2 घन्टा बाहिर बसेर आएर लुगा मिलाएर हामी काममा जानुपर्छ म चाहिँ त्यही हो आजको चाहिँ प्लान त्यही छ अनि भोलि चाहिँ छुट्टी छ मेरो चाहिँ त्यही हो सबैजनालाई अनि अहिले भयो भने अब खाना पकाउँदैछ म चाहिँ खासै पकाउनु आउँदैन होइन तर कहिले अब आफूले पकाउनु पऱ्यो अरू आएर कहिले पकाइदिन्छ होइन आफूलाई आफूले पकाउनु पर्ने त्यो त अनि पकाउँदैछु हेरौँ ल हेर्नु यहाँ दाइले होइन एउटा फुल्नुलाई हेर्नु न अब जवानी यसै फाल्ने भयो दाइले अब हेर्नु न अब त्यही हो कि जवानी कस्तो नगयो यार यो मैले ल्याएको अघि बाहिर गएर होइन यो खाम भनेको दाइलाई फोन दिएको नसकेर हेर्नु अब के प्रयोग गरे चक्कु प्रयोग गरे ल हेर अब दाइको जवानी त्यही हो कि टोइलेट जाने अनि त्यो गरेपछि जवानी गइहाल्यो भने त्यो खोल्नु नसके आफ्नो बेसा नभन कि भाइ मलाई चक्कुले प्रयोग गरिदियो आधी घन्टा भयो होइन 1 घन्टा भयो त्यो खोलेको सकेन कि बल्ल खोल्यो ल खान्न आधी घन्टा भयो खोलेको बल्ल खोल्यो ल है बल्ल खोल्यो ल त्यही पास आज चाहिँ हाम्रो होइन सबको आज चाहिँ होइन त्यो अघि मैले भनेको नि स्प्रे त्यो कक्रोच मानेको होइन नेपालमा चाहिँ होइन लामखुट्टेले बसिहाल्नु दिएन जापानमा चाहिँ कक्रोच बसिहाल्नु दिएन कि जहाँ गयो भने जुन देशमा गयो भने यार के न के त हुने कि पैसा खानु नदिने कि लास्ट यार बसी खाने केही पनि नदिनु भयो कि यार नेपालमा गएर लामखुट्टेले बसिहाल्नु नदिने जापानमा आयो कक्रोचले बसिहाल्नु नदिने जहाँ गयो त्यो बसिहाल्नु नदिनु भयो ल आज चाहिँ होइन सबै यो सामानहरू सबै होइन बाहिर राखेर होइन यहाँ स्प्रे हालेर होइन कक्रोचलाई मार्ने हाम्रो प्लान छैन आज सब कक्रोचलाई मारेर हाम्रो देवदाले खुवाउने विचार छ है त ल अब सबै खाली भयो होइन यहाँलाई बिचौँला छोडिदिन्छु म अहिले देखाउँछु होइन सो खाना खाएर चाहिँ होइन अनि खाना खाएर चाहिँ अनि हाल्छु कि किनभने यहाँ खाना खानु अगाडि त्यही भएर है त ल बोलायो हेर्नु दिँदैछु नि बाउलाई
हामी चाहिँ आज होइन हिकुसी गरेको होइन रुम सरेको यस्तो अवस्था बनाएर हुँदैन मेरो बाबु तिमीलाई भएर चाहिँ हामी नयाँ ठाउँ जाऊ नयाँ कन्टेन्ट निकाला जापानिजमा असियन पाइ के अरे तिमी मेरोमा आएर बस्यो भने म तिमीलाई ह्यान्ड काम लागेको भनेर देवदेव सेन भाइ छ होइन कोही देश एक दिन आयो भने उसले ह्याङ्गास लगाइदिन्छ अरे लसुनमा लगाइदिन्छ देवदाले लसुनमा दिदी बहिनीलाई रेस्पेक्ट गर रेस्पेक्ट भनेको रेस्पेक्ट हो दामे हो दामे दिदी बहिनीलाई रेस्पेक्ट गर रेस्पेक्ट भनेको रेस्पेक्ट हो दामे हो दामे ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ होइन अब देवतासँग एक दिन बस्ने आयो नि देवदाले लसुनमा ह्यान्डग्यास लगाइदिन्छ अरे भाइ कोही छ भने भन्नु है ल अफर आयो देवतासँग ल है कोही छ भने भन्नु है ल त्यो बन्द गर न सानो भित्र आउँछ त्यही कस्तो आजको तरकारी आज होइन हेर्नु मासु बुङ्गुरु खुट्टा अनि सिमी अनि मिसाएर पकाइदियो कस्तो लाग्यो मासु त्यस्तो तरकारी है कस्तो भन्नु तरकारी भन्नु न हजुर कस्तो तरकारी भयो न इन्डियन सेफ रोयल खाना सब गर्ने अनि फर्स्ट टाइम खायो होला है तरकारी त जापानमा आएर फर्स्ट टाइम है फर्स्ट टाइम हो खाँदै हेरेर खाएको हेर्दा मिठो पाएपछि त बिहा मिठो पायो भने त भानी कति धेरै हो तिनजना खानु पर्दैन खाएको त मस्त चबाएको ल डेबुले ल हामी चाहिँ यो होइन यो गहुँ पढाउनु मासु होइन यहाँ पिछे हाल्नु है ए अहिले बन्दै जाएर पर्खिँदैन कि आउनु पर्खिँदैन भने लाग्यो ल आउनु न ओके ओके ल पर्खिँदैन कि सुनेर डर लाग्यो होइन पानी भिजेर त्यही भएर मैले आउनु भनेको छु कस्तो यहाँ खिचिरहेको उसले भने जसरी डोमाले भने जसरी यहाँ सबै सुन्नु पर्दैन ड्यामडुम होइन सुगाएर बनाएर होइन यो खुट्टाले हालिदिन्छ खुट्टाले एकछिन छ्यास छोड्ने रहेछ कि केही पनि हुँदैन अरे डोमाले कसरी भने त्यसरी गर कि अनि यो त यसलाई यसरी निकालेन यो फेरि छस्स छिर्नु पर्ने हो होइन यो होइन यो एकचोटि छिरेसी हुने हो कि अड्किने हो कि छरिनु पर्ने हो छिटो गरेर ग्यास हुन्छ कि रुखले ग्यासमा हुन्छ बाउला दिमाग सिमाग छैन त्यही त नि यहाँ के भनेको छ नि एकछिन खिचेपछि छरमा फिर्दिनुवाला हो कि भने एक खुट्टाले चाहिँ भनेको होइन एक टिप पनि है है त राम्रोसँग भन्नु त्यो ढोका बन्द हट्यो कि ढोका बनाउने होइन कि सब खोल्ने हो ल सब खोल्ने हो क्या हिँड्नु अरे हिँड्नु न सक्यो क्या कहाँ सक्यो नु खोलेर गन्ध आइरहेको गन्ध आइरहेको देवताको बिहा गरेर नि देवताको अवस्था यो मुझे की बेसी सब मुझे इमर्जन भयो छैन भन्नु न देवता भागे लाल डरबुक सब मार्दैन अब डरबुक लास्टे की बेसी अब यो चाहिँ हैन हैन यो चाहिँ हैन त्यसै समथिङ आधी घण्टा अनि 1 घण्टा हैन 1 घण्टा पछि आउनुपर्छ हैन आएर नि हेर्नुपर्छ सब मर्छ हैन प्राकपुर मर्छ भन्ने सुन्थ्यो हैन हेरौँ अब अहिले आएर हेरौँ हैन कति मान मर्नु रहेछ कति मान के हुनु रहेछ नि आएर गर्न पर्ला है त ल अब एकछिन बाहिर जान्छु हैन बाहिर गएर एकछिन घुम्छौँ अनि 1 घण्टा पछि आउँछु यो कतिको मर्छ मर्दैन अनि त्यो कुरा हेरौँ ल हामी चाहिँ त्यो डराएर लाल डर भयो कि डराएर पिति भागिएर डर भयो कि देवदाई थेट ल है त कुनु
होइन र टेम्पो मैले पढ्नु पऱ्यो नि त यतिको पनि भाषा खायो कहाँ के अरे यो लन्ड्री रहेछ यहाँ गाडी पुरानो के यो झापाङको सबभन्दा पुरानो चाहिँ होइन गाडी यो त्यो के भन्छ त्यो चाहिँ यो के भन्छ अरे यो चाहिँ पुरानो छ नि यो त्यो के आगो मार्छ नि दमकल यहाँ घन्टी हुन्छ नि अब यहाँ घन्टी छ होइन घन्टी बजाउने हो अनि बजाउने हुन्छ अनि आएर पानी हाल्छ है अनि ट्रकहरू के त्यो पुस्ता फिल्म छ नि ट्रक त्यस्तो ट्रक पनि पुस्ता फिल्म भएको ट्रकमा यो चाहिँ त्यस्तो हो नि थाहा छ कि नै अनि हामीले त्यो ग्यास हालेर चाहिँ हामी बाहिर आएको छु होइन अब एकछिन बाहिर आएर एकछिन घुमौँ पुरा हामी माथि जान्छौँ होइन माथि गएर एकछिन होइन मन्दिरतिर होइन घुमघाम गरेर आएर गर्छौँ त्यही हो किन हामी त्यस्तो बस्छ यस्तो बिल्डिङमा बस्नु पायो भने होइन त्यस्तो बिल्डिङमा बस्नु भने धेरै त यस्तो बिल्डिङ बस्छ त्यस्तो कुहिएको बिल्डिङमा हामी म पहिला राम्रो बिल्डिङ बस्छु यार यति अग्लो बिल्डिङमा बसेर गर्वको कुरा गर के भाइ गर्व यहाँ बसेर गर्व अरे अब बोला हो यस्तो अग्लो बिल्डिङ हेर त यस्तो यो काला हेर न कति राम्रो छ काला बिल्डिङ यता हल्ला गरे नि हिमाल जस्ता बिल्डिङमा बस्नु सुन्नु न यता हल्ला गरे उता सुन्नी उता हल्ला यता सुन्नी त्यस्तो नि अब ठिक छ अब हामी जाउँ यो ठाउँमा को आउनु भएको छ आएन होइन फेरि सेकेन्ड टाइम आयो यो ठाउँ चाहिँ होइन यो ठाउँ चाहिँ सेकेन्ड टाइम हो है सेकेन्ड टाइम अनि के हो भित्र त सबै मन्दिरको ढ्याङ्गहरू मात्रै रहेछ पाउनु आउँछ न कतै भने च्याउनु हुन्छ हामी चाहिँ अहिले हामी एडभेन्चरको लागि आएको छु जङ्गल वाइल्ड बर्ड्स एनिमल्स के अरे हामी चाहिँ एडभेन्चरको लागि जङ्गल आएका छौँ हामी जङ्गलमा छ अब हामी मिस्टर देव बरुवालजी छ मास्क खोलौँ न अब मिस्टर देव छ बरुवाल अनि हामी जङ्गलमा अब यहाँ के पाइन्छ हामी यसमा हुन्छ नि त खासल गर्छु है के छ के छैन ल अब जङ्गल हामी भिजिट गर्नेछौँ म तपाईँलाई देखाउँछु जो जङ्गलको बारेमा आज होइन हामी जङ्गलमा सब खोजखाज गर्छु अनि के पाइन्छ तपाईँहरू माछा हामी प्रत्यक्ष रूपमा देखाउनेछौँ ओके लेट्स गो टु जङ्गल प्लेस गाई जङ्गल जाउँ देख्दै चलाउँ न हामी यस्तो नि देख्दाखेरि के छ भने होइन मोबाइलमा केटीसँग बोल्न पाएपछि एनी टाइम बोल्छ कि होइन यस्तो खतरा यस्तो मान्छे हो होइन बाँसकै बाँस रहेछ बाँस झ्याङमा रहेछ होइन के छ थाहा छैन है यहाँ आउँदा आएको थिएँ होइन त्यसमा तर यहाँ चाहिँ फर्स्ट टाइम आएको छैन बाँस झ्याङ धेरै चाहिँ ओहो ढुकुर पनि रहेछ हो अन्त ढुकुर पनि पाउनु रहेछ नि त ढुकुर पनि होइन जङ्गल त खतरा रहेछ हो गरौँ न जङ्गल भिजिट आजको दिनमा होइन कामसाम छैन फ्री छ होइन बिदा भए दिन पनि काम छैन स्कुल बिदा भए दिन पनि यस्तो चिल त यार कसम भने यो जिएलजी जीवनलाई मात्रै होला कि जिएलजी जीवनलाई मात्रै होला चिल अरू कसलाई छैन कि यस्तो जीवन गुरुमा मात्रै चिल छ कि होइन अब है जङ्गलतिर अब हेर्नु न अब यहाँ चरा मार्न आउनु पनि है त्यो अब त्यो पिँडालु चाहिँ खोज्न आउनु पनि जङ्गलतिर तर आउनु पाउँछ भने थाहा छैन तर हामी हिँड्दै छैन जङ्गल खतरा छ त हौ टक्राने जङ्गल छ यहाँ त्यो मान्छे होइन यसो मान्छे गाडेको मान्छे गाडेको च्यानहरू हो कि यो सबै यहाँहरू चाहिँ बहुत करा आ गयो जङ्गल हेर्नु यहाँ जङ्गल खतरा छ कि यहाँ जङ्गल चाहिँ आम्मा डर लाग्छ हो यस्तो डर लाग्छ केटा हो एक्लै आउनु है एक्लै आउनु नै सबै चेन गाडी छ नि यहाँ चेन गाडी मा सबै चेन गाडी यिनीहरू हे देव डराए पछि हिँड्दा देव होइन डराएर पछि हिँड्दा पछि ला तर बोक्छ कि मान्छे चाहिँ त्यही हो अब होइन भिजिट गरौँ जङ्गल होइन कहाँ पुगिन्छ होइन हेर आम्मा हो लास्टै जङ्गल है तर कहाँ पुग्ने हो थाहा छैन मैले हिँडिरहेको छु तर के ठाउँमा त पुग्छ होला बाटो छ नि त यहाँ बाटो छ नि त होइन त्यही भएर त नि कहीँ पुग्छ भनेर त हामी बाटो राखेको होइन बाटो छ नि त त्यही भएर चाहिँ के हो आज पनि सेतो मेरो त
हातैन न हात कस्तो सेतो त अलिक हात मान्छेले पातलो होला हात पनि सानो छ छिटो तर जङ्गल चाहिँ मैले फर्स्ट टाइम आएको है अझै हामी बाटो रहेछ नि बाटो कहाँ पुग्छ थाहा छैन है केटार माथि मन्दिर अब झल्ला घर आइपुग्नु त घर सायद मन्दिर होला कि यता जाने हो जाने माथि कहाँ जाने त्यतै जाने माथि माथि कि तल जाने हामी एकछिन यहाँ फोटो सब बढ्छु अनि त्यसपछि तपाईँलाई फेरि म आज जङ्गलको प्रत्यक्ष रूपमा तपाईँलाई देखाउन चाहन्छु रिपोर्टर हाम्रो यहाँ देव गुरुङ देव बरुवाल हो क्या अरे गुरुङ मेरो बरुवाल ओके लेट्स गो है त फुकियामा सिटीमा जङ्गल भिजिट गर्दैछौँ हामी जम्म अब यता यहीँबाट फर्किनुपर्छ होइन उत्तर घुमेर आयो भने हाम्रो अलि ढिलो पुग्छौँ नि त बाटो लामो पर्छ ओ नमस्ते रे ल नमस्ते रे ल क्या होला भरे चाहिँ देव बरुवालकोमा भिडियो आउनु सक्छ नमस्ते भनिसक्यो है तपाईँ त्यो भएपछि केही गराएको छैन देवले पनि होइन त्यही अब उसलाई मैले उसलाई बिस्तारै होइन अब ब्लगहरू बारेमा केही सिकाउँदैछु होइन सिक्न चाहना छ अरे त्यही भएर मैले उसलाई सिकाउँदैछु होइन अब सिक्नु त मन छ अरे उसलाई पनि होइन त्यही भएर सिकाउँदैछु मैले ठिक छ ओके जाउँ यहाँ चाहिँ होइन त्यो बारहरू लगाएको छ त्यतै जाडो हो क्या छिटो जाउँ कहाँ जाने हो घाम छैन नि त चिसो हावा चले यहाँ टाढो भइहाल्छ नि त्यही भएर म के मन्दिर रहेछ यहाँ मन्दिर तर एकचोटि मन्दिर हो भने थाहा भएन हामी के उता एकमा आइपुग्यो क्या मन्दिर रहेछ होइन तर कहाँ मन्दिर आइपुग्यो त्यो थाहा भएन तर मन्दिर त मन्दिरै हो यो त्यो त आउनु छिटो जाडो हो कि लास्टै घर पनि छ होइन त्यो पुथलीमा हुन्छ नि त घरहरू मन्दिरहरू भएको ठाउँमा के त्यस्तै छ त्यो ठाउँ तर उता माथि चाहिँ अलिक त्यो छ कि अब अघि उता मैले माथि देखाएको थिएँ बाटो त्यहाँ चाहिँ त्यहाँ पुग्छ होला कि त्यो चाहिँ भएन होइन मान्छे रहेछ होइन पिरो नगरौँ पाउँछ होला आज चाहिँ हामीले मान्छेलाई होइन भेटेर ल्याएको यो मान्छेलाई भेटेर ल्याएको आज हामीले मान्छे मैले पुगेँ होइन र म आइपुगेँ फाइनली अनि आउँदाखेरि चाहिँ अलिअलि चाहिँ मरेको रहेछ है मर्नु त प्राकपुरुक सब मरे होइन मर्नु त प्राकपुरुक सब मरेको छ होइन तर अब एकछिन टाइम लाग्छ अझै ग्यासहरू घुमिरहेको होइन अझै भएको अझै मर्छ कि भन्ने छ होइन अझै मरोस् न भन्ने सोच मेरो एकछिन बसौँ हामी चाहिँ अब है खोल्छौँ कति मर्यो मरेन होइन थप्दै राख यो उ चाहिँ अझै हिँड्यो ल अझै हिँड्नु होइन पुगेन क्या अब यिनीहरूलाई डोज पुगेन अर्को छिसिस नै ल्याउनु भन्यो क्या हामीले यहीँमा छिसिस हालिदिनु हुन्थ्यो क्या है के ल्याउने हो अब गरी त मरिरहेको अझै हिँडिरहेको अहिले फेरि तर धेरै मर्नु चाहिँ होइन धेरै मर्दो रहेछ होइन धेरै मऱ्यो अझै एक डल्लै हाल्नु मन यो कम्रियो छोऱ्यो भयो क्या यसले मैले उताको मात्रै भिज्यो कि यसले हामीले त्यो अरू छिसिस नै ल्याउनु पर्यो धेरै सो माथि गएर बसेर माछाला छिसी ल्याएर मुन झारा सोर्नु पर्ने क्या छिसिस ल्याउनु पर्ने हामीले गलत गऱ्यो के भोलि ल्याएर एक लोटा हाल्ने त भोलि खतरा हिँडिराख्ने भाइ भित्रभित्रमा हेरेर तर मर्नु मऱ्यो है अझै छ कि अझै छ यहाँ म त मरिरहेको सक्यो बमी सक्यो के भन्दा त्यो धेरै भयो पुगेन है पुगेन डोज पुगेन चाहिँ यो यस्तो गरिदिनु पर्ने क्या यो ढोका लगाइदिने यहाँकोलाई यहाँ अनि उताकोलाई उता गर्नुपर्ने हो भएन कि यो धान्दैन कि है तिमीले यो बन्द गरिदिनु नि त यहाँको उता चाहियो उता पनि चाहियो अनि त्यहाँबाट सबै गयो कि त्यस्तो भयो के गर्नु त के गर्ने भएको होइन झाडौँ है झाडौँ म यो भ्याकुमले म तान्छु तपाईँ माथिको झार्नु
कुचो पनि छैन एउटा कुचो भयो हुन्थ्यो म उता कुचो मागेर मागेर ल्याएको अब यो सबै होइन सबै गरेर पनि होइन सबै पुसेर पनि होइन साउनाहरू राखिसक्यो होइन राखिसक्यो अनि यो भइसक्यो त्यो त उसको सामान राख्छु मैले सामान राखेको छु अनि म काम जानु परेको भएर चाहिँ होइन काम जानु लाग्नु भएर चाहिँ बेलुका आएर म टाकटुक मिलाउँछु अनि त्यही हो त्यो त अब सुत्छ काम गर्न सक्दैन ऊ अब बुढिसक्यो रोजिन भयो अरे बुढो भइसक्यो अब उसको वर्ष भनेको 10 वर्ष छ अरे होइन 10 वर्ष यहाँ काम गरेर अनि ऊ अब नेपाल सिमी मस्त हुन्छ अरे सिमी मस्त कि सिमी मस्त त्यो हाल्नु न म गएँ ल ल अब म काममा जानु लाग्यो जाउँ काम होइन आज तिमीहरूको ब्लग चाहिँ यही हो है अनि म काम जानु लाग्यो काममा फेरि अब त्यही हो काममा त्यस्तै हुन्छ देख्दै कक्रोच छिटो 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 कक्रोच के छिटो छोड्नु नि यो कक्रोच त देख्नै हुन्न खाइहाल्यो ला मैले जा मेरे गयो छोड्यो भयो अब बेका पऱ्यो कि छोड्यो भाइ अब छोड्यो फेरि अन्डा पारेर फेरि हाल्नुपर्छ कि फेरि हाल्नुपर्छ होइन बिदा दिन पारेर यी महिनामा यो फ्रिजको त्यो हाल्नु आउँदैन गएको जाने भन्दा अगाडि हाल्नुपर्छ कि त्यो एसीको हाल्नु आउँदैन एसीको त्यो हाल्नु आउँदैन हाल्दैन म त्यो हाल्नु आउँदैन अब एसी हाल्न आउँदैन भन्दा चाहिँ हाल्दिनँ अब एसी लगाउने मात्रै एसी लगाएर के पैसा बढी आइरहेको छ अहिले आएर हाल्छ म ल खै दाइ ल हाल्दिनँ त्यो हाल्न पर्ने यहाँ तपाईँको मान्छे होइन म मान्छे म जानु लाग्यो यतिकै चाहिँ म ब्रेकमा हो मेरो कामको ब्रेकमा हो है ब्रेकमा छु खाएको त्यसमा त्यही भात हुन्छ होइन भातमा जस्तो मासु हुन्छ अनि अचारहरू अन्डा हुन्छ सानो खाइसकेपछि अचार हालेर अचार खाएको अनि एउटा कफी खाएको होइन यस्तो है काममा चाहिँ म लगाएन खानु चाहिँ भात एक बतिर खाएको नि त 9 बजी नि त काममा छ अनि घर जाने जस्तै 12 बज्छ होला खाएर टाइम सकिँदैन अहिले मेरो कामबाट छुट्टी भयो होला मेरो काम सकियो है अनि अब हामी यहाँबाट निस्कन लाग्छौँ मेरो काम यही हो यहाँ निस्कन लाग्छु मैले साथीलाई कुरेर आएको आएपछि अब निस्किन्छु ल आजको ब्लग यति नै होइन थ्याङ्क यू फर वाचिङ भिडियो